यसको हेर्नु नि रेडिएटरका यहाँको अब जुन लक सिस्टमहरू हुँदैन यो सब फुस्किएछ, यस्तो भइरहेछ। अनि यहाँ पनि अब लुज भइरहेछ, पुरै यस्तो 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 भइरहेछ। यतिको धन्न कसरी अब धन्न उहाँ आउँदा आउँदै यहाँ थाहा पायो के ढाक 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 गर्छ भनेको त। अनि यस्तो हेरेको त यो पो यस्तो भएको रहेछ यार, आम्मा धन्न जङ्गलको बिचमा यस्तो भएन होइन। उहाँ घरहरू रहेछ, दोकानहरू नि रहेछ, त्यहाँदेखि अनि यस्तो तारसाल लिएर खोजेर आएको छु, तारले बाँधेर अब लग्नुपर्ने भयो। हेत्तेरिका अनि जङ्गलको बिचमा यसरी भएको भए त बिजोक हुन्थेछ त यार। कस्तो बल्टुहरू पनि मजाले नहालेको कि एउटा मात्र थियो क्या बल्टु यार, कसरी यो झऱ्यो। अनि यो 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 यहाँ कनेक्ट हुने यो उयो पनि गएछ, यहाँ कनेक्ट हुने पनि लकहरू नै थिएन क्या यार, हालेकै थिएन जस्तो भयो यार। गिद्दी अब यसले कति समस्या दिने हो थाहा छैन। यिनीहरूलाई त तत्काल त अब बल्ट ऊ त छैन स्कुपहरू, तारले अनि बाँधिदिनु पर्यो भनेर सोचिरहेको छु। कस्तो यार, यहाँ मुनिको नि यहाँ माथि उयो ट्याङ्क के अरे हावा जाने साइलेन्सरको छैन, त्यहाँ नि त्यो एउटा पनि लुज रहेछ, अर्को नि त्यो पुरै झरेको थियो। यहाँ भेटाए त्यो एउटा अड्किरहेको यो थिएछ, त्यहाँ टाइटै थिएन रहेछ। यहाँको बल्टु यो पनि पुरै लुज, कस्तो के थियो यार। अनि उहाँ ग्यारेज चाहिँ उहाँ रहेछ, तर मान्छे कोही छैन। अनि आफ्नै हल्का मेरो त्यो लिएको टुल्सहरू, अनि यो पनि लिएर आएको छु टाइट कस्नुको लागि। धन्न यार सही ठाउँमा अलिक घर भएको ठाउँतिरै थाहा भयो र यार, नत्र कसम यो त बिजोक हुन्थ्यो त, यो त बाटोमै झरिजान्थ्यो। गिद्दी त्यो गिद्दी यार। अब यिनीहरू चाहिँ अब मैले नै आफै तारसालले बाँधिदिएँ, त्यो थियो यहाँ बाँधिदिएँ, यहाँ बाँधिदिएँ। अब क्या ल मानिलियो अब जङ्गलमा भएको भए कस्तो बिजोक हुन्थ्यो। उहाँ तल घरहरू छ होइन, दोकानहरू, त्यहाँदेखि भएर मात्र चाहिँ तारसाल खोजेर दुनियाँ भएको, जङ्गलको बिचमा भएको भए त सखाप हुन्थ्यो त नि। कि बाइक छोडेर जानु, कि मान्छे हिँड्दै जानु, गाडी पाउने होइन, बाइक कहाँ छोड्नु, दुनियाँ समस्या हुन्थ्यो त यार। कस्तो गिदी यार, हेत्तेरिका। जसोतसो अहिलेको लागि अब म्यानेज गरेँ, कस्तो गिदी यसरी त। अनि हेट काम के भन्नु यार,